छ। आमामा यो मेरो हात कता गएको कता घुमेको यो हेलो साथीहरू नमस्ते नन्दितारा युट्युब च्यानलमा आज शनिबारको दिन फुर्सदको दिन म चाहिँ सरसफाइ गरेर नुहाइ सकेर आज चाहिँ मैले फर्स्ट टाइम यहाँ छोराको साइकल सिक्न लागेको। उसले कति 4वटा हैन 4वटा साइकल फटाइसक्दा पनि मलाई चाहिँ साइकल चलाउन आउँदैन। अब म साइकल सिक्नको लागि यहाँ आएको छु र हामी कहाँ कहाँ जान्छौँ 3-4 जना छौँ। यहाँ मेरो फुच्चे साथीहरू छ, यता पनि देखाऊ तिम्रो साथीलाई पनि। अनि हामी कहाँ कहाँ जान्छौँ, म कसरी साइकल सिक्छु के गर्छु हेर्नु होला है त। मेरो छोरालाई अफ रोड साइकल चलाउने रेलु हेरौँ है त। बा पल्टाउने हो। गयो 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 दाँत भाँचिन्छ है, दाँत भाँचिन्छ। लु भयो रोक बाबु, आऊ। आउँदा चाहिँ कसरी आउँछ ल। तीनैजना फुच्चेहरू त तल यो रोड गएको, कता गए गए। म चाहिँ पर्खेकै चाहिँ खै आउने भएन साथीहरू। यो हाइवे भनेको खोटाङ दिक्तेल जाने, अनि यो बाटो हुँदै भोजपुर धनकुटा धरान विराटनगर जाने हाइवे हो यो। ए ल्याउँदा चाहिँ बिचरा अनि हिँडेर पो ल्याउनु ठेल्दै मैनी त यस्तो पनि हुन्छ। लडो हो ठिक भयो। अन्त साइकल पनि बिग्रिनु पर्थ्यो। मैले त भनेको नि लडो नै होला भनेर के। कसरी पल्टिर त पल्टिर थियो खुकुरी भन्दा कर्दा लाग्ने नहु न। म जान्दछु जान्नुहुन्छ यस्तै हो जानेको यस्तै हो। सफलताको ग्यारेन्टी होस् कि नहोस् तर सङ्घर्ष चाहिँ गर्नु छोड्नु हुँदैन अरे नि त हैन। त्यसरी म साइकल चलाउनु जानु नजानु सिक्नु चाहिँ जारी छ है। लु यस्तै तरिकाले चाहिँ मैले साइकल सिकेर स्कुटी गाडी कुदाउँछु जस्तो छैन। अठाउँछ र लु है। खोइ त नि गाडीहरू आएको छैन र सजिलो छ। अहिले बिचमा म कुदाउँदैछु। यो ह्यान्डल कभर चाहिँ कसरी गर्ने हौ ह्यान्डल कभर चाहिँ कसरी गर्ने। लु सिकेला यस्तो छैन साइकल, मैले छोडिदिएँ तर प्रयास चाहिँ जारी छ। मैले चाहिँ साइकल सिक्छु जस्तो लागेन। घुमेर हात त कता पैदल हान्नु त त्यही, तर फर्स्ट टाइम सिकेको। अब यहाँ माथि जङ्गलमा सुन्तला पार्क छ हाम्रो। अब हामी त्यहाँ जान्छौँ। गाडी आउँदैछ यता यहाँ माथि रोक त साइकल। यहाँदेखि माथि हाम्रो सुन्तला पार्क बनेको छ छोप नारायण जङ्गलमा। यो साइड लाएर राख अलि पर यहाँ हो त्यो साइड लग सुन्तला पार्क सिधा राख है। हाम्रो यो साइकल पार्किङ यहाँ गऱ्यौँ होइन पार्किङ। अब हामी सुन्तला पार्क जान्छौँ। यहाँ खाजा पनि अलिअलि बोकेको छौँ। लु जाऊ किन छौँ म सुन्तला पार्क यहाँ माथि छ। अब हामी हिँड्यौँ सुन्तला पार्क। आउ छोराले डन्टोलीहरू छ त हौ मेरो हेर। सुन्तला पार्क उकालो सुन्तला पार्क जाने केटाहरूले त कटेर छिटे हौ। म त सकिनँ उकालोले। सुन्तला ए लु यहाँ ल्याउ त छोरा। यहाँ यता सुन्तलाको मसिनो बिरुवाहरू लगाइएको छ यता ल्याउँदा क्यामेरा। अनि सुन्तला पार्क भनेर चाहिँ यहाँ निर्माणाधीन अवस्थामै छ है। यहाँ माथि छ देखाउ त। त्यहाँ हामी जाँदैछौँ।
हो कि होइन नानी हो? यो कार्यालय जङ्गलमा अम्बकको बोट पनि रोपिएको छ। अरू के रोपेको छ? हामी आइपुग्नु सुन्तला पार्क होइन? निर्माण भइसकेको चाहिँ छैन। रोपिएको छ। यहाँ पानीको व्यवस्था। काँक्रा चाहिँ फलेर पनि खाइसकेको अवस्था। काँक्राको बोट पनि देखाइदेऊ त क्यामेराम्यान। यो सुकिसकेको छ कि यहाँ सुन्तला पार्कले यहाँ अम्बकको बोट रहेको छ। हेर्नु होला यहाँ चाहिँ सुन्तला पार्क हो। यो पानीको व्यवस्था पनि छ। यो चाहिँ छोप नारायण सामुदायिक वन उपभोक्ता समितिको निर्णय अनुसार अथवा कसरी वडा कार्यालयबाट बजेट परेर, अब बजेट चाहिँ ठ्याक्कै मलाई थाहा भएन, यहाँ सुन्तला पार्क निर्माण भइरहेको छ। अब यो पूर्ण यहाँ कसरी के बन्ने हो त्यो भन्ने चाहिँ मलाई पनि थाहा छैन। यहाँ एउटा बस्ने ठाउँ छ अनि यहाँ पनि रहेछ एरिया भनेको यति नै छ। अनि यता वरिपरि मसिनो सुन्तलाको बिरुवाहरू लगाइरहेको रहेछ। अब हामी सुन्तला पार्कमा आएपछि सुन्तलाको त सानो सानो बिरुवाहरू छ। त्यो बिरुवा नभने मैले यहाँ अलिकति सुन्तला ल्याएको छु। हामी सुन्तला पनि खाने अनि यहाँ नानीहरूसँग चाहिँ के खाजाहरू खान्छौँ र हामी फर्किन्छौँ। ल अब चाहिँ हामी सुन्तला खाँदैछौँ। सुन्तला गुडो छ कि अम्लो छ? मेरो त गुलियो पनि छ। अमिलो छ मेरो त। अच्छा मौसम पनि ठिक छ है? जाडो पनि छैन, गर्मी पनि छैन। दाजुलाई बोला न। कहाँ गयो? म चाहिँ यो किटक्याट खोल्दैछु। यो राख त फोहोर खाल्ने ठाउँमा। अब हामी यो चाहिँ बाडी चुडी खानेर ठिक्क 4वटा अब हेर त। यता सिजन, समाज, लोनित, म 4 जना लिनुहोस्। चकलेट सक्यो। अब अनबक्सिङ कुरमुरे। लु कुरमुरे खोला, अब खानुपर्छ। को चाहिँ बोना अरे? तिमी बोना फोहोर चाहिँ त्यहाँ उमा राख्नुपर्छ। यहाँ फोहोर राख्ने फाटेको डोको। ल कुरमुरे खाने अनि फेरि हामी जाने है। हुन्छ कि हुँदैन? लु झिक्दै खाऊ, समझ पनि खाऊ। मिठो छ कि मिठो छैन? औ केटाकेटी हो, जङ्क फुड खानुहुन्छ कि हुँदैन? के अरे? लोनिप जङ्क फुड खानुहुन्छ कि हुँदैन? अनि यो चाहिँ के फुड हो त? भाइरस फुड। अनि किन खाएको त? कम गर्नुपर्छ है। ओके तिनैजना डन। लु अब कुरमुरे सक्यो, 3 जना झगडा गर्न थाले। अब छोइन, अब सक्यो। हल्ला नगर, लु सक्यो। मैले यति धेरै झिकेर खाएको। आमा खाएको गुनाको। अब झर्नुपर्छ एकछिनमा। अब हामी सुन्तला पार्कदेखि पनि फेरि हाइवेमा झरिसकेका छौँ। खोइ सिजनहरू समाज यस्तो। झन्डै गाडी पनि रोक्यो त। को फेरि आमा दाजु? पर मामा। लु भयो अब जाउँ। 3 जना अट्दैन, छिटो ल्याऊ। यहाँ माथि देखिएको निलो च्यादर भएको यो घर चाहिँ मेरो माइती घर है। यहाँदेखि ठ्याक्कै देखिन्छ रोडदेखि। मैले जुम गरेर देखाएको।
हाई भनेर करायो भने पनि दाजुभाउजूहरूले सुन्नुहुन्छ होला। यो माथि माथि देखिएको चाहिँ बिजुलीको अरुण थर्ड। मौसम खराब भयो, हावा चल्न थाल्यो, वरिपरि धुम्मिन थाल्यो। अब हामी फर्किन्छौँ। मैले साइकल सिकेँ। लु अब जाउँ नानी हो, लु जाउँ अब। स्याबास छोरा, अझै माथि माथि लानु ल, उता कोदाबारीतिर लानु है साइकल। उभो उभो कुदाउनु, उकाल्नु, उकालो माथि तँलाई पक्न। त भित्तामा यो ठोकाउनु चाहिँ के जानी रहेको अरे। ओ ए ए ए सुन्तला, हाम्रो गाउँको सुन्तला हेर्नुहोस् है, सुन्तला फलिरहेछ। छिटो आऊ न, छिटो आऊ। अब भोक पनि लाग्यो, घुमेर मात्रै पनि भएन, हामी फर्क्यौँ। लड्छ है लड्दिनौँ त बन्छ। फेरि किन पछाडि फर्केर हेरेको, गाडी आउँदैछ। छिटो आऊ, छिटो। शनिबार मेरो केटाकेटीसँग यसरी नै बित्यो। अब भोलिदेखि आफ्नो काम त छँदैछ, गर्नु नै पर्छ होइन। नगरी काम पुग्दैन खान साँझेर बिहान। हामी 3 भाइ होटलमा थुक्पा खाऊँ ल। अब हामी खाजा खान्छौँ। बल ल 3 भाइ होटलमा पुगेर रोक्यो ल लोनी। अब बलौटे आइपुग्यो। म बस्ने पनि यही हो। बलौटेको भिडभाड हेर्नुहोस् है, सानो भए पनि व्यस्त छ यहाँ। धेरै मेडिकल, वर्कसप, खाद्यान्न पसल, फेन्सी पसल, टेलर सबै रहेको छ। यति सानो एरिया भए पनि मन्चन्जाल आयो अब। 3 भाइ होटेल ल आयो थुक्पा। अब 3 भाइ होटेलको एन्ट्री पर्दो रहेछ यहाँदेखि त। ल अब हामी गलेर खाजा खान लाग्यौँ। थुक्पा आयो, ए भुइँमा राख्नु। अब हामी खाजा खान्छौँ। भिडियो आजलाई यस्तै भयो। ल हामी चाहिँ सुन्तला पार्क घुमेर मैले खत्रै साइकल सिकेर पनि आइसक्यौँ। आजको दिन यसरी नै बित्यो। मेरो भिडियोलाई लाइक कमेन्ट गर्नुहोला, सुझाव सल्लाह दिनुहोला। मेरो च्यानललाई सब्सक्राइब गरेर साथ सपोर्ट गरिदिनुहोला। हस्त बाई बाई।